एउटा सिकाइएन भने त्यसले सिकेको के सार्थक हुन्छ हैन हाम्रो जे कुरा देखिन्छ मनोकामना मन्दिर परिसरभित्र रहेको हाम्रो मनोकामनामा आएको त्यस्तो दलाल कामबाट नसिकाउनुस् मात्रै फोटो मन्दिर जानुस् अनि फोटो मैले चाहिँ हामीले यहाँ पुजारी बासँग भिडियो खिच्न मिल्छ मिल्दैन भनेर सोधिहेरी अनुमति लिएर चाहिँ हामीले यो भिडियो लिएका छौँ अनि उहाँले भन्नुहुन्छ फोटो खिच्न नदिने भनेको त्यो चाहिँ त्यो प्राइभेसी अन्तर्गत पर्दैन हामीले सबै कुरा सार्वजनिक गर्नुपर्छ भन्ने कुरा गरौँ हो एकदमै जायज कुरा उहाँको किन आउँदैन झन् आउँछ झन् चाहिँ आउँछ भन्नु हामीले हाम्रो मनोकामनाको प्रचार प्रसार गरेर चाहिँ उसलाई देख्न झन् उसको पर्यटनमा प्रवर्धन गरौँ त्यसलाई के भनेको छ शिरमा राख्नु भएको सिउरिने भन्ने हो क्या हजुर हजुर त्यो फेरि भनेको छ गरुड पुराणमा के भने नि कर्ण पुष्पम कटी सुतम तर्जनी तन्त धावन एक हस्तब्राह्मेण रौरव नरकम त्यसो भएको अरे नि कानमा जसले फुल सिउरिन्छ जसले जनैलाई कमल बाँध्छ जसले चोरी आउने दाँत मार्छ जसले एउटा हातले नमस्कार गर्छ भने त्यस्ता व्यक्तिहरू चाहिँ रौरव नरकमा जान्छन् है गरुड भनेर जब भगवान्ले गरुड पुराणमा बताउनु मन्दिर भित्रबाट चाहिँ बाहिर दिन्छौँ ओइ टाउकोले नै मार्दै ल घन्टीलाई